हामी जाँदैछौँ सुटमा एज आई हेभ अलरेडी मेन्सन होइन। अब चाहिँ हाम्रो यत्रो सामान छ कुलेखानी र चितलाङ जाँदैछौँ हामी। अब फर्स्टमा यो सामानहरू चाहिँ हामी सुटिङ टिमलाई नै दिन्छौँ होइन। हेलो सबै छ है। अब हामी टिमसँग भेटेर सामान पनि झिकिसक्यौँ। अब हामी लाग्नेछौँ आफ्नो बाटो। गाइजहरू आर यु एक्साइटेड? अरे सुपर एक्साइटेड छौँ। म चाहिँ फर्स्ट टाइम जानला है चितलाङ कुलेखानी सबै ठाउँमा। अहिले उतै भेटौँला। पानी चाहिँ बिहान एकदमै राति चाहिँ एकदमै परेको थियो, अहिले घटेछ तर फेरि पर्ने सम्भावना चाहिँ छ होइन। बाटो कस्तो छ थाहा छैन तर पनि अब हेरौँ है। अब हामी अफरोडमा पुगिसक्यौँ। अफरोडको यात्रा सुरु भएको छ हाम्रो, तर मलाई कुनै डर छैन। हामी अहिले चाहिँ माथि टपमा आएका छौँ होइन। यहाँ अब हामी खाजा खान्छौँ, धेरै भोक लागिसक्यो। हाम्रो टिम उता हुनुहुन्छ, यता हामी छौँ। खाजा कस्तो मिठो छ अरे यहाँ त। बाटो लागिरहेछ त यो पोस्टरको लागि जान आज। एकदमै रमाइलो, एकदमै एक्साइटेड। पानी नपऱ्यो भने चाहिँ एकछिनको लागि बस्यो। एकछिन त पर्छ हामी छौँ अहिले चन्द्रगिरीमा। दाइले चाहिँ पुरा कुचोले कुकुरहरू खेल्दै उहाँलाई टोकी पनि सक्यो। अब के हुने हो अब हाम्रो वरुण सरले गाडी चलाउँदै जाँदैछौँ यहाँदेखि सर लाएर। अब हामी चाँडै नै भेट्दैछौँ तल। Hello. फर्स्टमा हामी जाँदैछौँ भेडा फार्म, त्यहाँपछि हामी आउनेछौँ नस्पति बारी। घरहरू पनि एकदमै हुन्छ नि ट्रेडिसनल घरहरू। अब हामी पुग्दैछौँ भेडा फार्ममा। यस्तो राम्रो ठाउँ, यस्तो नेचरली भाइब दिन्छ यहाँ। लौके झर्ना जाँदाखेरि पनि त्यस्तै राम्रो, नुवाकोट साइडतिर। अहिले यता पनि त्यस्तै छ। यस्तो अप्ठ्यारो बाटो छ गाइजहरू, यस्तो अप्ठ्यारो बाटोमा हामी आउँदैछौँ। ओ माई गड, गाडीको लड्को। बचाऊ बचाऊ बचाऊ। चिया खाने भयो यहाँ छ। म टिकटक बनाउँदै थिएँ, मेरो कपाल पनि उडिरहेको थियो, तर यति अप्ठ्यारो बाटो आइलाग्यो। अब पछाडि कसरी आउने हुन् भन्ने हामीलाई चिन्ता छ, किनभने दुईवटा ठुलो ठुलो गाडीहरू यो सानो बाटोबाट आइरहेछन्। नेपालको कन्डिसन भन्नुपर्दाखेरि अरू कुराहरू सबै राम्रो भए पनि बाटोदेखि लिएर अरू कुरामा धेरै नै डेभलप गर्न बाँकी छ के। किनभने यो काठमाडौँभन्दा धेरै टाढाको ठाउँ त होइन नि त, तर पनि अलिकति बनाउनु पर्ने है। ल गाडी चाहिँ आएको छ यहाँ। अरू जे भए पनि नचिप्लिन् भन्छु म चाहिँ है। त्यो आफू बाइकको त्यही त जजमेन्ट अलिकति गाह्रो हुन्छ। अहिले त्यो बसै फस्याएर छ तपाईँ यहाँ। 1 2 3 गो। अब हामी यहाँ पुग्यौँ भेडा फार्म लिएर। सायद यो भेडा फार्म नै हो, कताको सायद। एउटा सुट भर्खरै सकिन लाग्यो। मौसमले पनि साथ दिइरह। हो खुट्टा यस्तै ठिक रहेछ, यो ठिक छ है। सरले माथि हेर्नु हो, माथि चिनअप हो तर एकदम फिल्डमा है। विडिङ टेल्सको टिम चाहिँ आज अहिले हामी चितलाङमा छौँ फोटोसुटको लागि। एउटा गिटार बजाएर देखाइ नि। अब गिटार त अब के भन्नु, स्पेसलको लागि मात्रै बजाउनु त आउँदैन, अझै सुन्छु। रुख 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 रुख।
सुर केटा पनि कुदिरहेको हजुरहरू अलिकति परैबाट आउनु पर्यो अलिक हिँडे जस्तै हुनु पर्यो अनि तपाईँलाई त्यहीँ लड्नुपर्छ तपाईँ त्यहाँ भेटिएन अनि त्यहीँ पुगेर फेरि त्यो गरे जस्तो भयो क्या अलिकति चिन अप चिन गो लास्टै फास्ट चाहिँ क्यामेरा भेट्यो गाइस हामीले हराउनु लाग्थ्यो तिमी नै हौ बुझ्यौ हामीहरूले अहिलेसम्म भेडा फार्ममा आएर भेडा चाहिँ देखेको छैनौँ अघिसम्म अहिले भर्खर आएछन् त्यहाँ उता पारितिर भेडाहरू 2वटा सुट सक्यो हाम्रो यता अब बाँकी चाहिँ हामी तलै गएर कुलेखानीमा गर्नेछौँ खाना पनि केही पनि खाएको छैनौँ 2 बजिसक्यो त्यहाँ लागि पर्नु भएको छ सबैजनाहरू अब खाना खाइदिने हो चट्ट ल्याएर हामी यता अर्को स्पटमा जाँदै थियौँ हामीले देख्यौँ यहाँ एउटा डोजरै यसरी माथिबाट पहिरोले छन त धेरै राम्रो राम्रो ठाउँहरू छन् होइन यही ट्रान्सपोर्टेसन यस्तै बाढी पहिरोले गर्दाखेरि पछाडि छ क्या हाम्रो नेपाल हो कि होइन भन्नु त अरू पनि धेरै समस्याहरू छन् हाम्रो नेपालमा म अहिले भन्न चाहन्न पछि भन्छु हजुरलाई हामी अब बोटिङ गर्ने ठाउँमा आइसक्यौँ टोली पनि रेडी छ टोली पनि रेडी हुनुहुन्छ यस्तो दामी छ हेर्दाखेरि भ्यू यस्तो बाटोबाट जाँदैछु म गोप्रोकै सर्ट आउँछु कि उहाँहरूलाई दिनु यो कुलेखानीमा छौँ हामी डुङ्गामा हाम्रो सुट भइरह अब हाम्रो चाहिँ यहाँ बोटको पनि हाम्रो सकिसकेको छ सुट हाम्रो उता हुनुहुन्छ टिम यता हुनुहुन्छ यस्तो राम्रो ठाउँ छ यो पनि होइन हजुरहरू एकचोटि भिजिट गर्न चाहिँ आउनु म फर्स्ट टाइम आएँ र म धेरै इम्प्रेस छु यो ठाउँ देखेर मौसमले पनि हामीलाई एकदमै धेरै साथ दियो दाइलाई पनि थ्याङ्क यू हजुर हाम्रो चाहिँ खतरनाक सुट भइसक्यो हाम्रो सुट सकिसक्यो आजको लागि चाहिँ हाम्रो प्याकअप भइसक्यो उहाँ हाम्रो डाइरेक्टर सर आज जस्तो भयो त्योभन्दा 2 गुणा दामी हामीले पछि गर्नुपर्ने हुन्छ जसरी भए पनि धमाका पिक्नु पर्यो हजुर केही भन्न चाहनुहुन्छ म उहाँले जे भन्नुहुन्छ त्यसलाई हामी अवश्य पुरा गर्छौँ भन्छु ओके हजुर के भन्नुहुन्छ उताबाट मुस्कान दिइराख्नु भएको छ म हेरेरै खुसी छु हेरेरै है हेरेरै आत्मरङ्ग सन्तुष्टि आत्मसन्तुष्टि हो अब हामी जाँदैछौँ हजुर के भन्न चाहनुहुन्छ आज एकदम रमाइलो भयो एकदम पर्फेक्ट सुट भएको छ दाइ हजुर भेरी गुड ओके बाई बाई यही हो हाम्रो लास्ट पार्ट है भ्लगको ल थ्याङ्क यू गाइज अहिले वहीँ भेट्ने ल